हेलो गुड मर्निङ अनि जय मसी। तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला। आयो म पनि सन्चै छु साथीहरू। र आजको बिहान चाहिँ हाम्रो उठेर कामसामहरू सुरु गर्नु लागिरहेछु साथीहरू। र आज बिहानको काम चाहिँ यस्तै छ साथीहरू। अनि तपाईँहरूकोतिर चाहिँ कस्तो कामहरू चल्दैछ अहिले है, बताउनु होला। के कस्तो गर्नुहुँदैछ, के गर्दैछ अहिले गाउँघरतिर मलाई थाहा छैन। तर म भने चाहिँ भर्खर उठेर अहिले फिलहालै कामतर्फ लागिरहेको छु। अनि फिलहाल त्यही हो, अहिले चाहिँ अब खानासानाहरूको लागि तयारी गर्दैछु। अनि त्यही हो, अहिलेको खाना चाहिँ के हुन्छ, अब आलु, फुलकोपी अनि सोयाबिन न्युटेलाको सब्जी बनाउने छु। अनि चामलहरू चढाउने छु। अन्त फिलहाल चाहिँ म अहिले प्याज टमाटरहरू अनि अदरक लसुनहरू काट्ने छु साथीहरू। म तपाईँलाई सबै नै देखाउने छु है। अन्त अनि अरू चाहिँ के भन्नु, अब पापा चाहिँ यहाँनिर अहिले खराहरूलाई कुखुराहरूलाई घाँसहरू दिनु हुँदो रहेछ। यहाँ चाहिँ कुखुराहरूलाई एकदम खरायोले घाँस खाँदैछ साथीहरू। मुलाको पत्ताहरू खाँदैछ खरायोले चाहिँ। यहाँ चाहिँ कुखुराको पोथीहरू यहाँनिर छ। बिहान बिहान पापाले चराएर अनि पापा चाहिँ अहिले यहाँ साथमा हुनुहुन्छ। यहाँ पत्ता नि मुलाको सागहरू फ्रिजमै राखिदिएको भन्थ्यो नि पापा, त्यहाँको जुत्ता भित्र पानीले फ्रिजमै राखिदिनु। त्यहाँ राख्यो भने त त्यो ओइलेर पुरा छिटो सरिहाल्दो रहेछ। अन्त त्यो फ्रिजबाटै निकालिदिनु। एउटा चाहिँ भित्र के गर्दैछ खरा, यहाँनिर पुरै भित्र बसेर उयो गर्दै गएको छ, यहाँभित्र पसेछ। यहाँ चाहिँ अब कुखुरा खोरहरू हिजो चाहिँ हाम्रो के हो, यहाँ कुखुरा खोरहरू छ। यहाँ दुईवटा मजाले खाँदैछ घाँसहरू चाहिँ। देख्नुभयो होला साथीहरूले, पापा भने यहाँनिर आफ्नो ड्युटी पुरा गर्दैछ। म चाहिँ यतातिर अहिले आएर अब फाइनली म खाना बनाउने छु साथीहरू है। तपाईँले हेर्नु सक्नुहुन्छ, म भिडियोद्वारा देखाउने छु तपाईँहरूलाई। काटेको छु साथीहरू, देख्न सक्नुहुन्छ तपाईँले। यहाँ प्याज छ, टमाटर, अदरक लसुनहरू काटेको छु। अनि सबै मैले फाइनली बनाइसकेको छु। अनि यहाँ चाहिँ यो फुलकोपी आलु है मैले काटेर यहाँनिर धोएर राखिसकेको छु भने। अनि यो सबै मैले पानी सानीले धोइसकेर यो फाइनली मेरो भइसकिसक्यो। अनि देख्नुहुन्छ तपाईँले। अनि यो चाहिँ सोयाबिन हो, तातो पानीमा मैले भिजाएको छु अहिले। सोयाबिन पनि तपाईँले देख्नुहुन्छ बढेर ठुल्ठुलो भइसक्यो सोयाबिनहरू साथीहरू। अनि त्यही हो, अब यसलाई म निचर्ने छु। निचरेर चाहिँ त्यहाँबाट सबै मिक्स गरेर बनाउने छु। अनि यहाँ चाहिँ तेल चढाइसकेँ मैले। मेरो तेल चाहिँ यहाँनिर कराईमा भइसकिसकेछ, गरम भइसक्यो साथीहरू फाइनली है। अनि यहाँ चाहिँ मैले चामल चढाएको छु है साथीहरू। यही चामलहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले। यहाँ कुकरमा चामल चढाएको छु भर्खर। अब एकछिनमा सिटी लाग्छ होला। अब तयारी भइसकिसक्यो। अनि यहाँ चाहिँ मेरो प्याजहरू एकदम चलाउने अब लाएको छु एकदम। यसलाई हल्का ब्राउन गर्ने छु साथीहरू। सबै जिराहरू लाएर मैले चलाउँदैछु यसलाई चाहिँ अलिकति ब्राउन गरेर चाहिँ यसमा म अदरक उयोहरू लाएर हल्दीहरू लाएर चाहिँ म सबै कुरो गर्नेछु। अनि त्यही हो साथीहरू। यहाँ टमाटर छ, मैले टमाटरलाई अलिकति राखेको छु। यसलाई चाहिँ म यसमा प्याजमा मिक्स गर्नेछु यो है। प्याजहरूमा मिक्स गरेर अब यसलाई चलाएर चाहिँ म सबैको मरमसलाहरू लाएर तयारी गर्नेछु साथीहरू। अनि यहाँ चाहिँ मेरो फाइनली कति भइसकेको छ भने देख्न सक्नुहुन्छ तपाईँले। अनि सब्जी मैले बनाइसकेको छु साथीहरू। यहाँ सब्जीलाई मैले मिक्स गरिसकेँ है। सब्जी पनि बनिँदैछ साथीहरू अहिले भने चाहिँ मैले सब्जी चलाउँदैछु, तपाईँले देख्न सक्नुहुनेछ। यहाँ चाहिँ अदरक मैले सबै मसलाहरू लाएर चलाउँदैछु है। अनि अब त्यही हो, मेरो आजको बिहानको खाना भने चाहिँ यसरी नै सुरु हुँदैछ साथीहरू। अनि यहाँ चाहिँ मेरो कुकरमा सिटी लाग्दैछ है साथीहरू एकदम। यो चाहिँ मेरो किचनहरू तपाईँले देख्नुहुन्छ प्रत्यक्ष रूपमा। यो किचन, यहाँ कुकरले सिटी पनि मार्नु थाल्यो साथीहरू अब है। खाना तयारी भइसकिसक्यो मेरो साथीहरू। के गरेको छ चाहिँ के सुन्नु, उहाँ बाहिर मैले सब्जीलाई सानो गरिरहेको छु कि अलिअलि पानी हाल्दै चलाइदिनु ल। म पर पानी छोडिरहेको छु सालीकोमा। मैमा जान्छस्? त्यो डर चाहिँ अलिअलि पानी हाल्दै चलाइदिने बाबा ल। चल हामी पानी ल्याउनु, पानी छोड्नु जानुपर्छ। सो गाइस, म भनेको अहिले सालीहरूकोतिर सालीकोमा पानी छोड्नु जाँदैछु है साथीहरू। यहाँ चाहिँ 20 लिटर बोतल छ, पानी ल्याउनु जाँदैछु पिउने पानीको लागि। त्यो चाहिँ बोतल छ, म चाहिँ पानी ल्याउनु जाँदैछु साथीहरू। हामी पानी ल्याउनु जाँदैछौँ बाटोमा, छोरीसँग जाँदैछु। बाटोहरू चाहिँ यस्तै छ साथीहरू। म चाहिँ अहिले बाटोमा साथीहरू पानी ल्याउनु जाँदैछु अहिले भने चाहिँ। यो चाहिँ पिउने पानी बोतल यहाँ किन्नुपर्छ साथीहरू, 15 रुपियाँ बोतल पर्छ। म चाहिँ यहाँ पुगिसक्यौँ हो। अनि यतातिर चाहिँ गाडीहरू अहिले
चल्दैछ। यो चाहिँ मेन रोड भयो साथीहरू। अनि यहाँ चाहिँ हाम्रो पानी उयो प्लान्ट हो साथीहरू। यहाँ चाहिँ पानीको प्लान्ट हो। अनि यहाँ चाहिँ पिउने पानी आउँछ। यहाँ चाहिँ पिउने पानी भर्नुपर्छ साथीहरू। बिस्लेरी पानी हो, 15 रुपियाँ बोतल हो। म चाहिँ पानी ल्याउन आएको छु। यता चाहिँ पर के हुँदो रहेछ। बोतल छोडिदिए, पैसा दिइदिए होइन। सालीले भने पानीको लागि बोतल छोडिराखेको रहेछ साथीहरू। अनि पानी पैसा छोडिरहेको रहेछ। यो सालीको पुऱ्याउनु छ। फाइनली भने चाहिँ म अहिले सालीहरूकोमा आइसकेँ। पानीहरू सालीहरूकोमा दिनु थियो है। अनि पानीहरू लिएर आइसकिसकेको छ साथीहरू। अनि यो चाहिँ आइपुगेँ। यहाँ चाहिँ फुलहरू रहेछ, मजाको फुलहरू रहेछ साथीहरू। यहाँ छोरी भने चाहिँ बसिरहेको छ। यो चाहिँ सालीहरूको रुममा आइपुग्यौँ हामी। यहाँ चाहिँ के सजाएको रहेछ मजाले हो। उनीहरूको मेकअप उयोहरू। अन्त ठिकै छौ? यता हेर न। साली भन्छ साह्रो लजाउँछ साथीहरू मसँग। यो भन्छ साथीहरू हामी सुन्तला खाँदैछौँ है। गाउँमा भन्छ सुन्तला अब मिठो हुन्छ, यतातिर चाहिँ सुन्तलाहरू त्यति मिठो हुँदैन। तर पनि खानुपर्छ साथीहरू, के गर्ने। छोरीले पनि खाँदैछ, मिठो मानेर सुन्तला खाँदैछ। कस्तो छ, मिठो छ कि गुलियो छ कि खल्लो छ? दोनो ल साथीहरू, म पनि खाने छु सुन्तला कस्तो छ हेर्नु हो। के को लाइट चेन्ज गर्नु छ? ए यो भने चाहिँ सालीहरूकोमा बल्ब बाथरुममा खराब भएको रहेछ साथीहरू। एकदम यहाँ कम्ती बल्दो रहेछ साथीहरू। अनि यो चाहिँ बनाइदिनु पनि यहाँनिर बिचमा तोडिँदैछ है। निकाल्दा अब जबरजस्ती तोडिदियो होला नि त, त्यही भएर अब यसलाई बनाउँदैछु साथीहरू म चाहिँ। ल पन्नी लिएर आउँदा छिटो। यहाँ भने चाहिँ बल्ब बिग्रेर गर्दैछ साथीहरू। हातमा पन्नी लाउँदैछ साथीहरू। म पन्नी लगाएर गर्दैछु है, किनभने डर हुन्छ नि त करेन्टहरू, बिजुलीको उयोहरू हो। भरे करेन्टहरू लाग्नु पनि सक्छ। ल मैले चाहिँ फाइनली साथीहरू निकालिदिएको छु बल्बलाई। यस्तो तोड्नुसम्म तोड्दैछ हेर न साथीहरू, पुरै तोड्दैछ बल्ब त, जबरजस्ती गऱ्यो होला नि त। अनि यो चाहिँ मैले निकालिसकेको छु। त्यो नयाँ बल्ब हो, नयाँ बल्बले गरेछ यहाँनिर। यो बल्ब लाउँदैछु साथीहरू म। ल फाइनली बल्ब लागिसक्यो साथीहरू। म जलाएर देखाउनेछु है। एमसेलहरू सबै गिराइदिएको थियो, म सबलाई अन गर्नेछु। क्लोज गरिदिएको छु है। अन यहाँ रहेछ साथीहरू, यहाँ अन गरेँ है साथीहरू फाइनली। अनि यहाँ चाहिँ लाइट जल्यो, नयाँ बल्ब एकदम मजाले जलेको छ साथीहरू। अनि अहिले भने चाहिँ साथीहरू फाइनली हामी सालीकोबाट यहाँनिर है पानीहरू लिएर बल्बहरू लगाएर, बिजुलीको बल्ब लगाएर चाहिँ हामी फर्किँदैछौँ। अब भने चाहिँ हामी आफ्नो घरतर्फ लाग्नेछौँ। जाउँ होइन, अहिले भने चाहिँ अब घरमा जाँदैछौँ है, निस्किँदैछौँ साथीहरू हामी। यहाँ भने चाहिँ मैले घरमा पानी लाँदैछु अहिले, काँधमा पानी बोकेर साथीहरू। यहाँ चाहिँ काँधमा पानी छ, मैले चाहिँ पानी बोकेर जाँदैछु। यहाँ महिमा चाहिँ साथमा आउँदैछ बाटोमा। अनि हामी चाहिँ अहिले भर्खरै सालीहरूकोबाट पानी छोडेर फर्किँदैछौँ साथीहरू। फाइनली भयो भने चाहिँ हामी घर पुगिसक्यौँ साथीहरू, रुमतर्फ पुगिसक्यौँ पानीहरू लिएर। गेट लगा ल, पापा चाहिँ यहाँनिर बसि नै रहेको छ खराहरू गरेर। अनि म भने चाहिँ फाइनली घर पुगिसकेको छु साथीहरू। अहिले चाहिँ साथीहरू हेर्नु सक्नु ल। अहिले भने चाहिँ साथीहरू मेरो चाहिँ बिहानको काम ड्युटी सक्यो साथीहरू। तपाईँहरूले देखिसक्नु भयो है भिडियोद्वारा। पानीहरू लिए, खानापिनाहरू बनाइसकेँ। अहिले भने चाहिँ अनि पापा र म चाहिँ यहाँ छौँ। पापा चाहिँ यहाँनिर खरायोलाई पक्रिरहेको रहेछ।
अब यहाँ खरायोलाई पक्रिँदै पेवा गर्दै र माया गरिरहेको रहेछ नि साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ आज बिहानको मेरो सबै कुरो काम सकिसकेँ। अब चाहिँ भने म ड्युटी जानुपर्छ साथीहरू। मेरो तपाईँहरूले भिडियोद्वारा सबै देख्नुभयो है, के कस्तो लाग्यो तपाईँहरूले है हेरिदिनु होला अनि लाइक कमेन्ट गरिदिनुहोस् होला है। धन्यवाद भन्न चाहन्छु। ओके।